गुड इभिनिङ श्रमणहरू। अब आज तपाईँ खेलकुद पुरस्कार विश्व घटनामा नेपालका विषयहरूलाई चर्चामा ल्याउँछु। विश्व प्रतिवेदनमा नेपाल हेरौँ, खुसीमा, दुखीमा, शान्तिमा, समृद्धिमा केमा नेपालको अवस्था 2024मा 25को त धेरै आएको छैन, एउटा मात्रै आएका छन्। म्याक्सिमम चाहिँ 24का हुन्छन्। 24 हामी त्यो कुरालाई फोकस गरेर जान्छौँ। विश्व प्रतिवेदनमा नेपाल है, विश्व प्रतिवेदनमा नेपाल है। विश्व प्रतिवेदनमा नेपाल 2024 र 25को अवस्थाहरूमा है। उज्यालो आउँछ जस्तो शक्तिशाली पासपोर्टमा नेपाल, शक्तिशाली पासपोर्टमा 2025 को नेपाल विश्वमा 101 स्थानमा छ। 101 स्थानमा र साल 103 मा थियो, अहिले 101 मा। अब यस्तोमा पहिलोमा जानुपर्ने, अन्तिममा जानुपर्ने भयो भने मैले यो पारालाई ख्याल गर्नु भन्छु, त्यसलाई गरौँला। नभए हामी नेपाललाई मात्रै फोकस गर्छौँ। अनि जलवायु जोखिममा नेपाल, जलवायु जोखिमको पनि 2025मा आएको छ। नेपाल विश्वमा 69 स्थानमा छ, 69 जलवायु जोखिममा। अब 24 छन्। खुसीमा नेपाल, खुसीमा नेपाल 2024मा मार्च 20मा नयाँ आउँछ है। यो माविसम्म अब अफिसरसम्म लाग्यो होला, फर्दर गर्दा अर्को आइसकेको हुन्छ। खुसीमा मार्च 20, हरेक वर्ष मार्च 20 खुसी दिवस हुने, त्यसैमा तथ्याङ्क निकालिन्छ। 2024 नेपाल 93 स्थानमा। अब खुसी आफैमा महत्त्वपूर्ण सूचक भावनाले खुसीमा विश्वको पहिलो स्थानमा कुन छ भनेर फिनल्यान्ड, खुसीमा विश्वमा पहिलो भने फिनल्यान्ड भन्नु होला है। फिनल्यान्ड, किनकि खुसी शान्ति, जस्तो हामी शक्तिशालीलाई सिङ्गापुर त्यति फोकस गरेनौँ, जलवायु जोखिमलाई गरेनौँ, तर हजुरको हामी खुसी र शान्तिलाई विश्वको पहिलो स्थान ख्याल गर्छौँ। विश्वमा सबैभन्दा बढी खुसी देश भनेको फिनल्यान्ड है। फिनल्यान्ड त्यहाँ पहिलो पनि भन्यो, अन्तिम भनेर हामी उसमा गएन है। कहिले आयो 92मा आएर फेरि लु त आशा 92 भनेर फेरि आज मार्च 20 हो। आज मार्च 20 हो र उसो भए भोलितिर आयो मार्च 20 खुसी दिवस हो भने आज एक दिन भन्छ। आज मार्च 20 हो, मार्च 20 हो क्या हो, मार्च 20 होला। ठिक छ, भोलि आउँछ। आउँछ फेरि ख्याल गरेन कि आज 20 हो भनेपछि आज हेरौँला एकपटक साइड पनि हामीले पनि है, खुसी भन्ने है। कहिले 91 पढेको 2025मा 92 आएछ। ल 2025मा 92 आएको अरे है। ल ठिक छ, 25मा 92। यो अफिसरलाई शिक्षक सेवाको माविलाई पहिलो होइन, फेरि उहाँले त अब क्वेसन बनिसक्यो होला नभए यति केही पनि 25मा 92 आएको छ अरे भनेर एकपटक ओल्ड ह्याप्पिनेस डे भनेर हेर्नु होइन। त्यस्तो पुरानै हुन्छ भन्ने त हुँदैन, पुरानै हुन्छ भन्ने त हुँदैन। क्वेसन कहिले बन्छ भन्ने हुन्छ। अब क्वेसन बनिसक्यो भए पुरानै हुने हो, बन्दैछ भने पछिको नि हुन्छ। 10-15 दिनमा त त्यस्तो रिस्क लिन सकिँदैन है। त्यसले गर्दा बनिसकेको छ कि बन्दैछ भन्ने कुरा हो। यसो गरौँ, 25मा 92 एकपटक भइगयो। ल आज हेरेको 92 सकिहाल्यो। ल 25मा 92 आज रहेछ, मैले त होइन होला ख्यालै गर्नु। 25को एकपटक हजुरले पनि है। खुसीमा नेपाल 2025मा 92 स्थानमा छ भने अब यसलाई एकपटक हजुरले पनि यसो ख्याल गरौँला है। अन्त म पनि हेरौँला, त्यस्तो भयो भने चेन्ज गरौँला। अब त्यस्तै शान्तिमा नेपाल 2024मा, शान्तिमा नेपाल विश्वमा
80औं स्थानमा है, शान्तिमा 80। शान्तिको पनि 1 नम्बर खोल्नुपर्छ। विश्वको सबैभन्दा बढी शान्ति देश हो आइसल्यान्ड। विश्वको सबैभन्दा बढी शान्ति देश हो आइसल्यान्ड। मलाई टेलिग्रामको लिङ्क थाहा हुँदैन क्या, सरबाटै अहिले भन्नु होला सरले, मलाई टेलिग्रामको लिङ्क चाहिँ थाहा हुँदैन है। आइसल्यान्ड विश्वको सबैभन्दा बढी शान्ति, विश्वमा 1 नम्बर शान्तिमा आइसल्यान्ड, शान्तिमा। त्यस्तै नवपरिवर्तन, न्यू इनोभेसन, नयाँ नयाँ कुरा खोज्नेमा नेपाल विश्वमा 2024मा 109 स्थानमा छ। अब न्यू इनोभेसन हाम्रोमा के हुन्छ र त्यति धेरै स्थानमा जाने कुरै भएन, 109 स्थानमा छ न्यू इनोभेसनमा। दिगो विकास सूचाङ्क 2024 नेपाल 95, 95। दिगो विकास सूचाङ्क 2024 नेपाल विश्वमा 95 स्थानमा छ। आतंकवाद 2024 नेपाल विश्वमा 45 स्थानमा छ। आतंकवादमा 45, दिगो विकासमा 95, आतंकवादमा 45। भोकमरीमा नेपाल, भोकमरी 68, भोकमरीमा नेपाल 2024मा 68 स्थानमा छ भने कानुनको शासन 2024 नेपाल विश्वमा 71 स्थानमा छ। 71 स्थानमा कानुनको शासनमा। 69 71 सालमा, सरी 69 स्थानमा कानुनको शासनमा। अब आर्थिक समृद्धि र आर्थिक स्वतन्त्रता दुईटा त्यसले कहिलेकाहीँ झुकाउँछ। आर्थिक स्वतन्त्रतामा 130, आर्थिक समृद्धिमा 110। आर्थिक स्वतन्त्रतामा 130, आर्थिक स्वतन्त्रता 2024 नेपाल विश्वमा 130 स्थानमा र आर्थिक समृद्धिमा, समृद्धि भनेको छ कि स्वतन्त्रता कहिलेकाहीँ झुक्काएको देखिन्छ। समृद्धिमा नेपाल 2024मा 110 स्थानमा। अनि जैविक विविधता, यो त गत साल र अहिले एउटै छ। जैविक विविधतामा नेपाल 2024मा पनि 49औं स्थानमा, 23मा पनि त्यही। अब भ्रष्टाचारमा नेपाल 2024मा विश्वमा ख्याल गर्नु भएकै छ 107 स्थान। भ्रष्टाचारको त अङ्क पनि ख्याल गर्नुपर्छ, 34 अङ्क सहित। गत साल 108 स्थान, 35 अङ्क थियो, अहिले 34 अङ्क। भनेको अङ्क घट्दै जानु भनेको 100 नम्बरसम्म हेरिन्छ, जति अङ्क घट्दै गयो त्यति भ्रष्टाचार बढी हुन्छ भन्ने मान्यता राखिन्छ। भनेको गत सालभन्दा अहिले नेपालमा भ्रष्टाचार बढेछ। भ्रष्टाचारमा हेर्दा हजुरले विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक, कम भ्रष्टाचार हुने मुलुक, सार्कमा बढी भ्रष्टाचार हुने मुलुक, कम भ्रष्टाचार हुने मुलुकलाई पनि हामीले ख्याल गर्नुपर्छ है। विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक कुन हो? दक्षिण सुडान सकेर अहिले होइन त। विश्वमा बढी भ्रष्टाचार हुने मुलुक दक्षिण सुडान। विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक दक्षिण सुडान। विश्वमा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क। 180 देशको तथ्याङ्क निकालेको छ। विश्वमा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क हो भने सार्कमा बढी भ्रष्टाचार हुने मुलुक कुन हो? सार्कमा बढी भनेपछि त अफगानिस्तान कन्फर्म छ होइन त। र सार्कमा कम भ्रष्टाचार हुने मुलुक भन्यो भने भुटान। अब भ्रष्टाचारलाई हामी अङ्क पनि हेऱ्यौँ, स्थान पनि हेऱ्यौँ, विश्व पनि हेऱ्यौँ, सार्क पनि हेऱ्यौँ। भ्रष्टाचारलाई त्यसरी हुन्छ भ्रष्टाचारमा है। त्यहाँ नेपाल मात्र हेरेर पाइएन कि त्यस्तोमा। अब त्यस्तै मानव विकास सूचाङ्कलाई पनि त्यस्तै हेर्छौँ है। एसडिआई मानव विकास सूचाङ्क 2024 आएको छैन, जुन जुलाईतिर आउँछ। 2023मा
मानव विकास सूचाङ्कमा 2023 मा नेपाल विश्वमा 146 स्थानमा, अङ्क कति हो? 0.601 अङ्क भनिन्छ नि त। अङ्क 0.601, स्थान 140, मानव विकास सूचाङ्क 2023। मानव विकास सूचाङ्कमा विश्वमा शिक्षा, स्वास्थ्य, रोजगारीमा विश्वमा राम्रो भन्ने भने कुनमा छ? स्विजरल्यान्ड। राम्रो स्विजरल्यान्ड। विश्वको मानव विकास सूचाङ्क खराब भएको देश कुन हो? 191 देशको सूचक दिएको छ, यहाँ पनि दक्षिण सुडान नै छ है अन्तिममा। अनि सार्कमा मानव विकास सूचाङ्कमा अगाडि कुन छ राम्रो? यहाँ चाहिँ श्रीलङ्का जानुपर्छ। मानव विकास सूचाङ्कको राम्रो भनेको श्रीलङ्का हो। खराब कुन हो त? खराब त अफगानिस्तान नै हो। यसरी होइन त, केही कुरालाई स्थान, अङ्क विश्व सार्कमा हेरिँदो रहेछ, केही कुरालाई विश्वको पहिलो मात्र हेर्दो रहेछ, केहीलाई सार्कसँग विश्वसँग पनि तुलना गरिँदो रहेछ भनेर यस्तोमा कुनलाई प्रायोरिटी दिने भन्ने हुन्छ। फेरि अगाडिका 5 पछाडिका 5 गरेर हामी 15वटा सूचक गर्थ्यौँ। 15वटा सूचक गर्दा अगाडिका 5वटा पछाडिका 5वटा, सार्कका 8वटा, 8, 5, 13, 5, 18, 18 इन्टु 15 गरौँ त 200, 300 सूचक भोग्न सकिँदैन। यसरी नै जानु होला है। अब त्यस्तै खेलकुदका गतिविधिहरू। अस्ति एउटा आइसिसी ट्रफी भएको थियो है। के अरे आइसिसी च्याम्पियन ट्रफी भन्ने भएको थियो। के अरे नवौं आइसिसी च्याम्पियन ट्रफी। ल अब खेलकुद जाम त। ल खेलकुदमा है। खेलकुदमा नवौं आइसिसी च्याम्पियन ट्रफी। नवौं आइसिसी च्याम्पियन क्रिकेट है ट्रफी 2025। अब यस्तोमा पुरै मिति चाहिएन। यसको आयोजक राष्ट्र हो पाकिस्तान र युएई। आयोजक कहाँ भएको थियो? पाकिस्तान र युएई आयोजक राष्ट्र, जसको विजेता हो भारत। आयोजकलाई कोष्टमा राखेको छु है। विजेता भारत, उपविजेता न्युजिल्यान्ड। विजेता भारत, उपविजेता न्युजिल्यान्ड। यति याद बढी गरिन है यसलाई। भारतले यो अहिलेसम्म 3 पटक जितेको छ। अरू खासै स्थितिमा छैन है। त्यस्तै केपी ओली कप फुटबल भएको छ काठमाडौँमा, मच्छिन्द्र र त्रिभुवनमा। केपी ओली कप फुटबल 2081 यो काठमाडौँ दशरथ रङ्गशालामै भएको थियो। जसको विजेता हो मच्छिन्द्र क्लब। उपविजेताको हो त्रिभुवन आर्मी भनिन्छ। केपी ओली कप फुटबल 2081 काठमाडौँमा भएको थियो। विजेता मच्छिन्द्र क्लब, उपविजेता त्रिभुवन आर्मी। त्यस्तै यो वर्ष सम्पन्न भएको छ आहारा गोल्ड कप।
आहारा गोल्ड कप पोखरामा हुन्छ हरेक वर्ष। उज्बेकिस्तानको टिमले जितेको छ आहारा गोल्ड कप 2081। आहारा गोल्ड कप 24औं भनेर गइन 2081। यो आहारा गोल्ड कप त पोखरामै हुन्छ, ढुक्कै छ। यसको विजेता हो ब्ल्याक बुल्स भन्ने छ, ब्ल्याक बुल्स, ब्ल्याक बुल्स क्लब उज्बेकिस्तान विजेता। उपविजेता हो, उपविजेता आहारा गोल्ड कपको उपविजेता हो नेपाल प्रहरी, नेपाल प्रहरी। अर्को प्राय आहारा गोल्ड कप पनि सोधेको देखिन्छ है, चर्चितै हो, त्यसले गर्दा ब्ल्याक बुल्स क्लब उज्बेकिस्तान विदेशी क्लब छ विजेता। उपविजेता नेपालकै भइहाल्यो, नेपाल प्रहरी। त्यस्तै यो वर्ष भएको छ सभापति कप फुटबल 2081। सभापति कप फुटबल 2081। यो पनि काठमाडौँको दशरथ रङ्गशालामै भएको थियो। सभापति कप 2081 दशरथ रङ्गशालामै भएको थियो, जसको विजेता हो सभापति कप 2081 को विजेता हो सङ्कटा क्लब, सङ्कटा क्लब, सङ्कटा क्लब। उपविजेता हो, उपविजेता बागमती क्लब। सभापति कपको विजेता सङ्कटा, उपविजेता बागमती। त्यस्तै बुढा सुब्बा गोल्ड कप भएको छ धरानमा, बुढा सुब्बा गोल्ड कप भएको छ धरानमा। बुढा सुब्बा गोल्ड कप 2081 धरानमा भएको छ, जसको विजेता हो बुढा सुब्बाको विजेता हो न्यू रोड कर्नर टिम, एनआरटी भन्छ, न्यू रोड कर्नर टिम। उपविजेता हो, उपविजेता बुढा सुब्बाको उपविजेता हो चर्च बोइज, चर्च बोइज भनेको राष्ट्रिय क्लबहरूमा भएकोमा हामी विजेता र उपविजेता कहाँ भयो भन्छौँ। सामान्यतया नामबाट कहाँ भयो भनेर छुट्याउन सकिन्छ, विजेता र उपविजेता हेरिदिने हो। त्यस्तै एनपिएल नेपाल प्रिमियर लिग, यो त सोधि पनि सक्यो, धेरै घटना पनि थाहा गर्नु भएको छ यहाँ। यसलाई प्रिमियर लिगलाई नेपाल प्रिमियर लिग क्रिकेट, नेपाल प्रिमियर लिग क्रिकेट एनपिएल, एनपिएल 2081 कीर्तिपुरमा भएको थियो। एनपिएल नेपाल प्रिमियर लिग क्रिकेट एनपिएल 2081 कीर्तिपुरमा भएको थियो, जसको विजेता हो जनकपुर। पछाडिपट्टिका नाम त थाहा गर्नु लाग्यो, जनकपुर। उपविजेता हो सुदूरपश्चिम, सुदूरपश्चिम। कोही टाइगर्स भनेको छ, कोही रोयल्स भनेको छ, यति भनेपछि हामी सकिहाल्यो। अब सुदूरपश्चिमको त अस्ति सोधेको पनि छ नसुलाई मार्का अब त्यस्तै 4 देशीय अन्तर्राष्ट्रिय महिला फुटबल भएको छ। 4 देशीय अन्तर्राष्ट्रिय महिला फुटबल, 4 देशीय अन्तर्राष्ट्रिय महिला फुटबल नेपालमै भएको छ दशरथ रङ्गशालामा। अब 2025 पनि यसलाई नेपालमै भएको, जसको विजेता हो म्यानमार,
विजेता म्यानमार, विजेता म्यानमार, उपविजेता नेपाल नै भइहाल्यो। नेपाल फाइनलमा कति गोल भएको थियो? 2-0 गोल अन्तरले नेपालले हारेको थियो। नेपालले गोल हार्न सकेको थिएन। म्यानमारले दुई गोल हानेको थियो। म्यानमारको 2 गोल, नेपालको 0 गोल। अनि त्यस्तै यसमा अरू देश चाहिँ किर्गिस्तान र लेबनानले भाग लिएका थिए। अरू दुईटा भनेको किर्गिस्तान र लेबनान। 4 देशीय फुटबलमा, महिला फुटबलमा कुन कुन देशले भाग लिएका थिए भन्न सक्छ? अब यहाँ नेपाली खेलाडीहरू जस्तो सावित्रा भण्डारी चर्चामा आएको नाम। सावित्रा भण्डारी अहिले नेपाली फुटबलमा चम्केको खेलाडी हुन्। अर्को रेखा पौडेल नेपालको फुटबलमा चम्केको खेलाडी हुन्। अर्को प्रीति राई पनि नेपालको फुटबल प्रतियोगितामा चम्केका खेलाडी हुन्। अर्थात् रेखा पौडेल, प्रीति राई, सावित्रा भण्डारी, साम्बा कुन खेलसँग सम्बन्धित छन् भन्ने उत्तिले फुटबलकै भइहाल्यो। अब त्यस्तै आइसिसी महिला क्रिकेट, सरी एसिसी एसियन महिला क्रिकेट लिग, एसिसी T20 महिला क्रिकेट, एसिसी T20 महिला क्रिकेट 2024 को आयोजक राष्ट्र हो श्रीलङ्का। श्रीलङ्कामा भएको थियो, जसको विजेता भारत र विजेता श्रीलङ्का, र उपविजेता को हो त? उपविजेता भारत। अब यस्तोमा नेपालले भाग लिएको छ। नेपालले भाग लिँदै बित्तिकै पहिलो खेल नेपाल कुन देशसँग खेल्यो भन्ने पनि क्वेसन हो है। नेपालले पहिलो खेल कुन देशसँग खेलेको थियो भन्छ? UAE सँग। जित त जितेका थियौँ, खेला चाहिँ हामी दुबईसँग खेलेको थियौँ। पहिलो गेम दुबईसँग खेलेको थियौँ। अनि त्यस्तै अन्डर-19 आइसिसी अन्डर-19 महिला क्रिकेट पनि भएको थियो। अन्डर-19 आइसिसी इन्टरनेसनल क्रिकेट काउन्सिल, आइसिसी इन्टरनेसनल, एसिसी एसियन क्रिकेट काउन्सिल। अन्डर-19 आइसिसी T20 महिला क्रिकेट पहिला क्रिकेटको आयोजक राष्ट्र हो 2025 मा भएको थियो। यो मलेसियामा भएको थियो। मलेसिया, जसको विजेता भारत हो। उपविजेता दक्षिण अफ्रिका। यसको विजेता भारत, उपविजेता दक्षिण अफ्रिका, यसमा नेपालले पहिलो गेम कुनसँग खेलेको थियो? नेपालले पहिलो गेम कुनसँग खेलेको थियो? बङ्गलादेशसँग। नेपालले पहिलो गेम कुन देशसँग खेलेको थियो? बङ्गलादेशसँग। विजेता उपविजेता नेपालले पहिलो गेम कुनसँग खेलेको थियो भनेर है। नेपालले भाग लिएका छन् जहिलेसुकै नेपालले पहिलो गेम कुनसँग खेल्यो भनेर थाहा गर्छ। T20 9औं T20 महिला विश्वकप क्रिकेट
यसबाट अस्ति लुम्बिनीमा क्वेसन भनेको देखिया थिएँ। नवौं T20 महिला विश्वकप क्रिकेट, नवौं T20 महिला विश्वकप क्रिकेट 2024 को आयोजक राष्ट्र हो UAE। पहिला बङ्गलादेशमा हुने भनेको थियो, बङ्गलादेशको प्रधानमन्त्रीलाई सत्ताच्युत गरे हुनाले त्यहाँ सम्पन्न गर्न नसकेर दुबईतिर गएर गराएको थियो, युनाइटेड अरब इमिरेट्समा, युएईमा, जसको विजेता हो न्युजिल्यान्ड, उपविजेता दक्षिण अफ्रिका। विजेता न्युजिल्यान्ड, उपविजेता दक्षिण अफ्रिका। विजेता न्युजिल्यान्ड, उपविजेता दक्षिण अफ्रिका। विजेता न्युजिल्यान्ड, उपविजेता दक्षिण अफ्रिका, हेरिदिनु पर्यो। अब 10औं T20 महिला क्रिकेट कहिले र कहाँ हुँदैछ त्यो चाहियो। 10औं T20 महिला क्रिकेट 2026 इङ्ल्यान्डमा हुँदैछ। 10औं T20 महिला क्रिकेट 2026 इङ्ल्यान्डमा हुँदैछ। 10औं इङ्ल्यान्डमा है। अस्ति लुम्बिनीमा सबै यही देखाएको थिएँ। 10औं T20 महिला क्रिकेट 2026 मा कहाँ हुँदैछ, इङ्ल्यान्डमा हुँदैछ। लुम्बिनीलाई सोधिसक्यो जस्तो लागेको छ है। अब त्यस्तै पुरुष, नवौं T20 पुरुष विश्वकप क्रिकेट, नवौं T20 पुरुष विश्वकप क्रिकेट 2024 को आयोजक राष्ट्र हो अमेरिका र वेस्ट इन्डिज भएको थियो। अमेरिका र वेस्ट इन्डिजमा, जसको विजेता हो भारत, उपविजेता कुन हो, दक्षिण अफ्रिका। अन्त लगभग धेरैको क्रिकेटमा त विजेता उपविजेता त लगभग दक्षिण अफ्रिका, यतिकै हाल्दा पनि मिल्ने देखिन्छ। अब त्यस्तै यहाँ पहिलो गेम नेपालले कुन देशसँग खेलेको थियो, नेदरल्यान्डसँग खेलेको। नेपालले पहिलो गेम नेदरल्यान्डसँग, अन्त हामी सबै हारेका थियौँ। धन्न दक्षिण अफ्रिकालाई हराएका थियौँ, 1 रनले मात्रै हारेका थियौँ दक्षिण अफ्रिकासँग। अब हामीलाई के चाहियो, 10औं T20 पुरुष विश्वकप क्रिकेट कहिले र कहाँ हुँदैछ। 10औं T20 पुरुष विश्वकप क्रिकेट 2026 श्रीलङ्का र भारतमा हुँदैछ। महिला इङ्ल्यान्डमा हुँदैछ, पुरुष श्रीलङ्का र भारतमा हुँदैछ। यसरी हेरिदिने है। लेटेस्ट कहाँ भयो, अब हुने कहाँ हो, छ भने त्यसलाई पहिला प्रायोरिटी दिएर हेर्ने। काबा सेन्ट्रल एसियन भलिबल एसोसिएसन भन्छ काबा महिला नेसनल भलिबल लिग, काबा महिला नेसनल भलिबल लिग 2024 को आयोजक राष्ट्र हो नेपालमा भएको थियो। विजेता भारत, उपविजेता नेपालै भइहाल्यो नि त। नेपाल काबा महिला नेसनल भलिबल। साउथ एसियन फुटबल फेडरेसन महिला, साफ महिला फुटबल 2024, यो फुटबल है, फुटबल मात्रै हो। 2024 को आयोजक राष्ट्र हो नेपाल, महिला फुटबल है। साउथ एसियन फुटबल फेडरेसन को आयोजक राष्ट्र नेपाल हो। त्यसको विजेता बङ्गलादेश, उपविजेता नेपाल। फाइनलमा कति गोल भएको थियो, 2-1।
बङ्गलादेशले 2 गोल हानेको थियो, नेपालले 1 गोल हानेको थियो। फाइनलमा कति गोल भएको थियो भन्ने क्वेसन आइदियो भने 3 गोल भन्ने। कहिलेकाहीँ त्यसरी पनि क्वेसन सोधिन्छ है। फाइनलमा कति गोल भएको थियो, बङ्गलादेशले पनि हानेको र हामीले हानेको पनि जोड्नु पर्यो नि त, त्यसरी 3 गोल। साउथ एसियन फुटबल फेडरेसन महिला 7 दशरथ रङ्गशालामा भएको थियो। नेपालले 1 गोल अन्तरले हारेको थियो। त्यस्तै अहिले युरो कप पनि भएको छ। कति हो? 17औं युरो कप हो। युरो कप फुटबल, 17औं युरो कप फुटबल युरोपका देश मात्रै भिड्ने हो। 17औं युरो कप फुटबल 2024 को आयोजक राष्ट्र कुन हो? 2024 का आयोजक राष्ट्र जर्मनी। उसको विजेता हो स्पेन, विजेता स्पेन, उपविजेता हो इंग्लैंड। यस्तोमा फाइनलमा कति गोल गर्यो भनेर जानु पर्दैन। उपविजेता इंग्लैंड। युरो कप फुटबल पनि 4-4 वर्षमा हुन्छ। अब हुने 18औं युरो कप 2028 कहिले र कहाँ आउँदैछ? 2028 मा बेलायत र आयरल्यान्डमा। अब हुने कहाँ हो? बेलायत र आयरल्यान्ड। 17औं जर्मनीमा भयो, विजेता स्पेन, उपविजेता इंग्लैंड। 18औं 2028 मा बेलायत र आयरल्यान्डमा हुँदैछ। अनि कोपा अमेरिकी फुटबल पनि भएको छ। फुटबल प्रतियोगिताको विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। 48औं कोपा अमेरिकी फुटबल 48औं कोपा अमेरिकी फुटबल 2024 को आयोजक राष्ट्र हो अमेरिका। अमेरिकामा भएको थियो। यसको विजेता हो अर्जेन्टिना। अर्जेन्टिना विजेता, उपविजेता कोलम्बिया। अब 49औं कोपा अमेरिका हुने भनेर भनेको छैन, 48 मात्रै भन्यो। किनकि कोपा अमेरिकीमा कति कति वर्षमा हुन्छ भन्ने पनि क्वेसन होइन। एक पटक 2 वर्ष बिराउँछ, एक पटक 4 वर्ष बिराउँछ। त्यसले गर्दा अब 49औं कहाँ हुने भनेर अझै आइसकेको छैन। आयो भने ख्याल गर्नुपर्ने हुन्छ हामीले। त्यस्तै 33औं ग्रीष्मकालीन ओलम्पिक 2024 मै सम्पन्न भएको छ। 33औं ग्रीष्मकालीन ओलम्पिक गर्मीमा खेलाउने ग्रीष्मकालीन, जाडोमा खेलाइने शीतकालीन। अब 33औं ग्रीष्मकालीन ओलम्पिकमा नेपालले कति खेलमा भाग लियो, कतिजना खेलाडी गए, तिनीहरूको नाम सहित हेर्नुपर्ने हुन्छ हामीले। विश्वका कति देश खेले? 33औं ग्रीष्मकालीन ओलम्पिक 33औं ग्रीष्मकालीन ओलम्पिक। अब सामान्य यसको मिति पनि सुन्ने चलन छ है। पुरै मिति 2024 जुलाई 26 देखि अगस्त 11 सम्म। जुलाई 26 देखि अगस्त 11 सम्म कहाँ भएको थियो? आयोजक राष्ट्र फ्रान्सको पनि पेरिसमा भएको थियो। 33औं ग्रीष्मकालीन ओलम्पिक 2024 जुलाई 26 देखि अगस्त 11 सम्म फ्रान्सको पेरिसमा भएको थियो। यसमा विश्वका 206 देशले भाग लिएका थिए। कति देशले भाग लिए? 33औं ग्रीष्मकालीन ओलम्पिकमा। यो ओलम्पिकमा विश्वका धेरै देश सहभागी हुन्छन्। 206 देश सहभागी, विश्वका 206 देशले भाग लिएका थिए। यसमध्ये कति खेल खेलाइएको थियो? 32 खेल समावेश। 206 देशले भाग लिएका थिए, 32 खेल खेलाइएको थियो। 32 खेल खेलाइएको थियो। अब नेपालबाट कतिजना खेलाडीले कुन खेलमा भाग लिए भनेर हेर्नुपर्छ। नेपालबाट भाग लिने स्यान्टु श्रेष्ठ,
टेबल टेनिस कुन खेलसँग सम्बन्धित भन्ने है। स्यान्टु श्रेष्ठ त्यस्तै सन्तोषी श्रेष्ठ एथलेटिक्स दौड सन्तोषी। मनिता श्रेष्ठ जुडो एलेक्जेन्डर शाह स्विमिङ का हुन्। पौडी एलेक्जेन्डर शाह। डुवाना लामा पनि स्विमिङ के हुन्। डुवाना लामाको त सोधिसकेको क्वेसन हो, कुन खेलसँग सम्बन्धित भनेर यो वर्ष। पौडी। प्रिन्स दाहाल ब्याडमिन्टन र सुस्मिता नेपाल सुटिङ। सुस्मिता नेपाल सुटिङ सुट गर्ने। नेपालबाट 7 जना खेलाडी 6 खेल। 4 जना महिला 3 जना पुरुष। 7 जना खेलाडी 6 खेल, किन पौडीमा 2टा छन्। 7 जना खेलाडी 6 खेल, 3 जना पुरुष 4 जना महिलाले ग्रीष्मकालीन ओलम्पिकमा भाग लिएका थिए। यी खेलाडी कुन खेलसँग सम्बन्धित छन् भनेर सोधिने क्वेसन हो। नेपालले कुनै पनि पदक जित्ने कुरो भएन, जितेका छैन ग्रीष्मकालीन ओलम्पिकमा। पारा ओलम्पिकमा जितेको अहिले म नाम लिन्छु पारा ओलम्पिकको। अब नेपालले नजिते पनि पदक तालिकामा ग्रीष्मकालीन ओलम्पिकमा पदक तालिकामा पहिला क्रम हेर्नुस्। 1 नम्बरमा अमेरिका सबैभन्दा बढी पदक जित्ने अमेरिका 140 स्वर्ण सहित कुल 126 पदक जितेको छ। अमेरिकाले 40 स्वर्ण सहित 126 पदक जितेको छ। 40 स्वर्ण 40 गोल्ड सहित 126। त्यहाँ के अरे ब्रोन्ज 44 अनि सिल्भर 42 भन्दै नजानुस्। 40 स्वर्ण सहित 126 पदक। बढी भयो भने त्यसले क्रम सोध्ने हो। दोस्रो हो चीन। स्वर्ण त 40 नै छन्, स्वर्ण सहित 91 पदक चीनले जितेको छ। तेस्रो हो जापान। 20 स्वर्ण सहित जापानले 45 पदक जितेको छ। 20 स्वर्ण सहित 45 पदक जितेको छ। 45 पदक 20 स्वर्ण सहित 45 पदक। चौथो अस्ट्रेलियाले 18 स्वर्ण सहित 54 पदक जितेको छ भने पाँचौंमा छ आयोजक राष्ट्र फ्रान्स। आयोजक राष्ट्रले कुल कति पदक जित्यो भन्ने पनि क्वेसन। फ्रान्सले 16 स्वर्ण सहित 64 पदक जितेको छ। ल मेन त हामीलाई क्रममा सोध्ने हो। बढी जित्ने कुन हो भने अमेरिका। अब टोटल भनेर यस्तोमा सोधेको देखिँदैन पनि, अनि जोडा मिला भनेको पनि देखिँदैन। यस्तोमा हामी क्रम पहिलो प्रायोरिटीमा हेर्ने, अर्को भयो भने स्वर्णलाई आधार मानेर हेर्न सक्नुहुन्छ है। अब 34औं ग्रीष्मकालीन ओलम्पिक 2028 अमेरिकाको लस एन्जलसमा हुँदैछ। कहाँ हुँदैछ? अमेरिकाको लस एन्जलसमा। 35औं ग्रीष्मकालीन ओलम्पिक 2025 कहाँ हुँदैछ? अस्ट्रेलियामा। ख्याल गर्नुभएको छ होला, नेपालले सन् 1964 देखि
ग्रीष्मकालीन ओलम्पिकमा भाग लिएको थियो। नेपालले सन् 1964 देखि ग्रीष्मकालीन ओलम्पिकमा भाग लिएको थियो जापानको टोकियोबाट। 1964 18औं ग्रीष्मकालीन ओलम्पिक 1964 18औं ग्रीष्मकालीन ओलम्पिक जापानको टोकियोबाट नेपालले भाग लिएको थियो। अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन। अब यो ओलम्पिक सकिसकेपछि त्यहाँ पारा ओलम्पिक हुन्छ। पारा ओलम्पिक ग्रीष्मकालीन ओलम्पिक 4 वर्षमा हेर्नुभयो, तर पारा ओलम्पिक चाहिँ 2 वर्षमा हुन्छ। पारा ओलम्पिक कति वर्षमा भन्यो भने 2 वर्षमा। पारा ओलम्पिकमा कस्ता खेलाडीले भाग लिन्छन्? शारीरिक रूपमा अशक्त खेलाडी खेल्ने। पारा ओलम्पिकमा भाग लिने शारीरिक रूपमा अशक्त खेलाडीले मात्रै भाग लिन्छन्। शारीरिक रूपमा अशक्त खेलाडीले मात्रै भाग लिन्छन् पारा ओलम्पिकमा। अपाङ्ग भन्न त पाउनुहुन्छ, तर अपाङ्ग भन्न पाइँदैन। अहिले फेरि बुझ्नलाई अपाङ्ग भनेर भन्न पाउनुहुन्छ, तर अपाङ्ग भन्न पाइँदैन। कि फरक क्षमताको भन्ने हो कि शारीरिक रूपमा अशक्त भन्ने। अपाङ्ग अलि हेपिएको हो भनिन्छ, त्यो भएर किन भन्नु परेको छैन। कसैलाई मर्का पर्ने शब्द चाहिँ सकभर प्रयोग नगर्ने, कसैलाई अर्कालाई त्यो कुराले असर गर्छ भने त्यही कुरालाई झस्काइरहनु हुँदैन। त्यो भएर शारीरिक रूपमा अशक्त खेलाडी अर्थात् फरक क्षमता भएका खेलाडीले भाग लिन्छन् पारा ओलम्पिकमा। त्यसले गर्दा कति हो भनिएन कि 2024को पारा ओलम्पिक फ्रान्सको पेरिसमा भएको थियो। त्यहाँ ग्रीष्मकालीन ओलम्पिक सकेपछि त्यही खेल मैदानमा पारा ओलम्पिक भएको थियो। पारा ओलम्पिक 2024मा नेपालबाट 3 जना खेलाडीले भाग लिएका थिए। खासै 3 जना खेलाडीको त्यति नाम महत्त्वपूर्ण हुँदैन। 3 जना खेलाडीले भाग लिएकोमा भरत सिंह महता टेक्वान्डोका हुन्। अर्को पलेसा गोवर्धन त बेसरी चर्चित नाम भइहाल्यो। पलेसा गोवर्धन टेक्वान्डोकी हुन्। नेपाललाई अहिलेसम्म ओलम्पिकको इतिहासमा 1 काँस्य पदक जिताउने विजेता। त्यो भएर पलेसा गोवर्धन अब जिके पढुन्जेलको लागि सबैभन्दा महत्त्वपूर्ण नाम। किनकि हाम्रोमा पनि ओलम्पिकको एउटा पदक छ भनेर भन्नको लागि पलेसा गोवर्धनले त्यो अवसर दिए। पलेसा गोवर्धन बहिनीको हात छैन, एउटा छोटो छ हात, हात्ती नभएको त होइन, छोटो छ। उनले टेक्वान्डोकै खेलाडी हुन्। एउटा काँस्य पदक जितेकी छन्। ओलम्पिकको इतिहासमा नेपालले काँस्य पदक जितेको एउटा मात्रै हो पारा ओलम्पिक, अरूमा छैन। अर्को भरत बहादुर कुमाल भन्ने छन्। भरत बहादुर कुमाल र भरत सिंह महताले कुनै पदक जितेनन्। यद्यपि पलेसाले चाहिँ एउटा पदक जितिन्, काँस्य पदक। त्यो भएर नेपाल सरकारले पनि यिनलाई सम्मानार्थ 65 लाख पुरस्कृत गरेको थियो, जसमा कर लिएको थिएन। 65 लाखमा कर छुट गरेको थियो पलेसालाई। त्यही भएर पलेसा गोवर्धन कुन खेलसँग सम्बन्धित सधैँ महत्त्वपूर्ण नाम। अब त्यस्तै शीतकालीन ओलम्पिक पुरानो त भयो र पनि मैले लेटेस्ट कहाँ भयो अब हुने कहाँ भन्छ है। शीतकालीन ओलम्पिकमा नेपालले त्यति भाग लिँदैन, लिएकै देखिँदैन। शीतकालीन ओलम्पिक जाडोमा खेलाइने हो, हिउँमा खेलाइने हो। शीतकालीन ओलम्पिक 22औं शीतकालीन ओलम्पिक 24औं शीतकालीन ओलम्पिक 2022 चीनको बेजिङमा भयो। कहाँ भयो? चीनको बेजिङमा। र 25औं शीतकालीन ओलम्पिक 2026 का आउँदैछ इटलीमा। शीतकालीन ओलम्पिक पनि 4-4 वर्षमा हुन्छ। शीतकालीन ओलम्पिक 4-4 वर्षमा, ग्रीष्मकालीन ओलम्पिक पनि 4-4 वर्षमा, तर पारा ओलम्पिक 2-2 वर्षमा। शीतकालीन ओलम्पिकमा नेपालले भाग लिएको देखिँदैन, किनकि हिउँमा खेल्ने खेलाडी नेपालले अझै जन्माएको छैन भन्ने भन्नु पर्छ। हिउँमै खेलाइने हो यो तसर्थ। अब एसियाड
1900 एसियाड, एसियाका राष्ट्र मात्र खेल्नेलाई एसियाड भनिएको छ। 1900 एसियाड, 1900 एसियाड, 1900 एसियाड 2023, 1900 एसियाड 2023 कहाँ भएको थियो? चीनको हाङझाउ, हाङझाउ सहरमा, चीनको हाङझाउ, गान्जाउ, हाङझाउ, यो हाङझाउमा भएको थियो। 1900 एसिया 2023 को चीनको हाङझाउमा भएको थियो। यसमा एसियाका 45 देशले भाग लिएका थिए। 40 खेल खेलाइएको थियो। 45 देश, 40 खेल। अब 40 खेलमा नेपालले कति खेलमा भाग लियो त? नेपालले 29 खेलमा भाग लिएको देखिन्छ। नेपालले 29 खेलमा भाग लिएको थियो। 29 खेलमा भाग लिएको मध्ये नेपालले 2टा पदक जितेको छ। एउटा रजत पदक जितेको छ, एउटा काँस्य पदक जितेको छ, ब्रोन्ज र सिल्भर। रजत पदक विजेता खेलाडी हुन् नेपालकी एरिका गुरुङ भन्ने बहिनी हुन्। एरिका गुरुङ कुन खेलसँग सम्बन्धित छन्? कराते। एरिका गुरुङ करातेसँग। त्यस्तै काँस्य पदक विजेता कुन हो त? महिला कबड्डी टिम। महिला कबड्डी टिम। अब एउटा खेलाडी भयो हेर्नुहुन्थ्यो, कराते, एरिका, एउटा रजत, यो त सबै दोहोरिसकेका क्वेसन। यसरी 2टा पदक जित्दै नेपाल पदक तालिकामा कति स्थानमा छ? पदक तालिकामा नेपाल विश्व एसियामा कति 33औं स्थान भन्न सक्नुहुन्छ। 33औं स्थानमा। अब हजुरले पदक तालिका, नेपाल त 33 स्थानमा छ भने पदक तालिकामा बाँकी 5वटा देशमा जानुहोस् त। 1 नम्बरमा चीन, दोस्रो नम्बरमा जापान, तेस्रो नम्बरमा दक्षिण कोरिया, चौथोमा भारत, 5औंमा उज्बेकिस्तान भन्ने छ। उज्बेकिस्तान खासै यस्तोमा क्रम हेरिदिने हो। चीनले 201 स्वर्ण जितेको छ। स्वर्ण नजित्ने हुनाले जुट्दैनन्, बराबर स्वर्ण भएको भए कुलमा जान्थ्यौं। जापानले 52 स्वर्ण, दक्षिण कोरियाले 42 स्वर्ण, भारतले 28 स्वर्ण र उज्बेकिस्तानले 22 स्वर्ण। चीन, जापान, दक्षिण कोरिया, भारत, उज्बेकिस्तान क्रममा जाने स्वर्ण पदक राखिदिएको छु। खासै स्वर्ण पदकलाई त्यति प्रायोरिटी नदिने। अब 20औं एसियाड कहिले र कहाँ हुँदैछ? 21औं एसियाड कहिले र कहाँ हुँदैछ? अब उनीहरूलाई पनि ख्याल राखिदिनु त। 20औं एसियाड 2026 हुनुपर्ने 4 वर्षमा हो। कोभिड-19 को कारण 22मा नभएर 23मा सरेको थियो। त्यसले गर्दा भन्दा त 4 वर्षमै भन्ने। जापानमा हुँदैछ र 21औं एसियाड 2030 कहाँ हुँदैछ? कतारमा हुँदैछ। अब हुने कहाँ हो? जापान र कतार, पछिल्लो 2टा है। त्यहाँ 38सम्म पुर्याइएको छ, त्यसमा नजानु। 2टा भए पुग्छ। 2टा भए पुग्छ त्यहाँ। 20औं एसियाड 2026 जापानमा, 21औं एसियाड 2030 कतारमा, 19औं एसियाड चीनमा। एसियाड सम्पन्न भइसकेपछि यहाँ पनि पारा एसियाड खेलाइन्छ। यहाँ पनि पारा एसियाडमा पलिसा गोवर्धनले एउटा काँस्य जितेकी थिए। पारा एसियाड 2019 2023 चीनको हाङझाउमा भएको थियो। चीनमै भएको थियो। त्यही खेल मैदानमा खेलाइने हो। यसमा नेपालबाट पलेसा बहिनीले भाग लिएकी थिइन्। 1जना मात्र खेलाडीले। पलेसा गोवर्धन कुन खेलसँग सम्बन्धित? टेक्वान्डोकै भइहालिन् यिनी पलेसा। यिनले यहाँ पनि एउटा काँस्य पदक जितेकी थिइन्, विजेता। यहाँ पनि काँस्य जितिन्। ओलम्पिकमा पारामा पनि काँस्य जितिन्। पलेसा गोवर्धन चर्चित नाम भयो। हजुर हिजो क्लास भएको नि?
हिजोको भएको नि, हिजो संस्थाको अगाडि पार्न सकेका थियौँ, आज खेलकुद पुरस्कारका गतिविधि सकाउने भन्दा अब क्लास जिकेको निरन्तर हुन्छ। अब खेलमा 9औं राष्ट्रिय खेलकुद 10औं नभएको सम्मको लागि 9औं राष्ट्रिय खेलकुद पनि महत्त्वपूर्ण भइहाल्छ। 2079 को आयोजक प्रदेशको गण्डकी प्रदेशमा भएको थियो। अब 9औं राष्ट्रिय खेलकुदको लोगो बनाउने को हुन्? लोगो बनाउने भोलानाथ पौडेल। 10औंको विकास भनेर हामी चर्चा गरेका थियौँ। भोलानाथ पौडेल 9औं राष्ट्रिय खेलकुदको लोगो बनाउने। यसको मस्कट के थियो? प्रतीक चिन्ह। 10औंको के भनेका छौँ? रातो पाण्डा भने जस्तो। 9औंको के थियो? कस्तुरी मृग। कस्तुरी मृग। यसमा कति खेल समावेश गरिएको थियो? 36 खेल। पढ्दा श्रेणीमा गएन, 36 मा हुन्छ त्यहाँ। 36 खेल समावेश गरिएको थियो। 36 खेलमा कति टिमले भाग लिएका थिए? 7 प्रदेश, विभागीय टिम 3वटा, सेना, प्रहरी र एपीएफ, सशस्त्र प्रहरी, सेना, प्रहरी र सशस्त्र प्रहरी, एपीएफ र गैर आवासीय नेपाली भनेको जम्मा 11 टिमले भाग लिएका थिए। 9औं राष्ट्रिय खेलकुदमा कति टिमले भाग लिए? 11। 7 प्रदेश, सेना, प्रहरी, सशस्त्र प्रहरीलाई विभागीय टिम मानिन्छ, प्लस गैर आवासीय नेपाली, नन रेसिडेन्स अफ नेपाल। अब हामीलाई के चाहियो? गैर आवासीय नेपाली कतिवटा राष्ट्रिय खेलकुदमा भाग लिए? 8औं राष्ट्रिय खेलकुदमा भाग लिए है। 9औं राष्ट्रिय सरी गैर आवासीय नेपालीले 8औं राष्ट्रिय खेलकुदमा पनि खेले, 9औं पनि खेले। पहिलो पटक 8औं राष्ट्रिय खेलकुदबाट भाग लिएका थिए। 9औं राष्ट्रिय खेलकुदमा व्यक्तिगत तर्फ 100 भन्दा बढी स्वर्ण पदक विजेता खेलाडी हुन् डुआना लामा। डुआना लामाले 9वटा स्वर्ण जितेकी थिइन्। यिनी पौडेकी हुन्। राष्ट्रिय खेलकुदको इतिहासमा 100 भन्दा बढी पदक विजेता अहिलेसम्म डुआना लामा, पौडेकी हुन् डुआना लामा। त्यही भएर डुआना लामा कुन खेलसँग सम्बन्धित भनेर सोध्यो भनेको कारण त्यही हो। गौरीका सिंह, आयशा साक्य लगायतका खेलाडीहरूले यिनीहरूले अरूले चाहिँ 8वटासम्म स्वर्ण जितेका थिए। अहिले आएर एकैपटक डुआनाले 9वटा स्वर्ण जितिन्। राष्ट्रिय खेलकुदको इतिहासमा 100 भन्दा बढी स्वर्ण पदक विजेता र राष्ट्रिय कीर्तिमान बनाउन सफल अहिलेसम्मकै डुआना लामा। 9औं राष्ट्रिय खेलकुदकी कान्छी खेलाडी दोहोरिरहेको नाम हो। कान्छी खेलाडी ऋतिका भूमि। ऋतिका भूमि। ऋतिका भूमि कुन खेलसँग सम्बन्धित छन्? पौडेकी हुन्। यिनी 7 वर्षकी। 7 वर्षकी ऋतिका भूमि पौडेकी कान्छी खेलाडी बन्न पुग्यो। पदक त जित्ने कुरा भएन ऋतिकाले, यद्यपि कान्छी खेलाडी। पदक नजिते पनि मन जितिन्छ। 9औं राष्ट्रिय खेलकुदमा पदक तालिका हो। व्यक्तिगत तर्फ त डुआनाको मात्रै हेर्यौं। पदक तालिकामा 5वटा हजुरहरू जाने। 1 नम्बरमा त्रिभुवन आर्मी, जहिलेसुकै 1 नम्बरै हुने हो फेरि त्रिभुवन आर्मी। त्रिभुवन आर्मीले कति 172 स्वर्ण जितेको देखिन्छ। दोस्रोमा एपीएफ सशस्त्र प्रहरी। सशस्त्र प्रहरीले 65 स्वर्ण जितेको देखिन्छ। तेस्रोमा नेपाल प्रहरी विभागीय टिमकै बाहुल्यता छ, 61 स्वर्ण जितेको छ। चौथोमा आयोजक गण्डकी प्रदेश। गण्डकी प्रदेशले 32 स्वर्ण जितेको देखिन्छ। र 5औंमा हो बागमती प्रदेश। बागमती प्रदेशले कतिवटा पदक जित्यो त? जम्मा 24वटा पदक हात पारेको देखिन्छ। अब जस्तो 100 भन्दा बढी पदक विजेता प्रदेश कुन हो भनेर चाहिँ क्वेसन सोधिएको छ। गण्डकी प्रदेश। 100 भन्दा बढी पदक कसले जित्यो? त्रिभुवन आर्मी। प्रदेशमा 100 भन्दा बढी कसले जित्यो? गण्डकी प्रदेशले। अब कान्छी खेलाडी ऋतिका, डुआना लामा कुन खेलसँग सम्बन्धित छन्? पौडी। यसरी यी पार्ट त सोधिसकेको क्वेसन हो। अनि यसको प्रतीक चिन्ह कस्तुरी मृग।
लोगो बनाउने भोलानाथ पौडेल, खेल 36 यो घटना पनि सोचिसकेका घटना हो। गैरावासी नेपालीले कतिवटा राष्ट्रिय खेलकुदबाट भाग लिए त्यो चाहिँ अझै सोधेको देखिएको छैन है। यसरी नव राष्ट्रिय खेलकुदलाई यति पाटोबाट अरू त 10औं जेठ 3 देखि 10 सम्म गण्डकी प्रदेशमा कर्णाली प्रदेशमा हुँदैछ भनेकै छौँ। यसको प्रतीक चिन्ह रातो पाण्डा भनेका छौँ कि विकास के भन्नेले बनाएका थिए लोगो भनेर पनि हिजो हामी चर्चा गरेका थियौँ। अब त्यस्तै विश्वकप फुटबल 22औं विश्वकप फुटबल 2022 कहाँ भएको थियो? कतारमा भएको थियो। यसमा कति देशले भाग लिएका थिए? 32 देशले भाग लिए। 22औं विश्वकप फुटबल कतारमा भएको थियो 2022 मा। विश्वका 32 देशले भाग लिएका थिए। यसको विजेता हो अर्जेन्टिना। अर्जेन्टिना उपविजेता ख्याल गर्नु भएकै छ। विजेता उपविजेता पक्कै, उपविजेता फ्रान्स। तेस्रो क्रोएसिया, चौथो मोरक्को भन्दै गइन्, पुरानो भयो। यहाँका गोल्डन बुट, गोल्डन बल पाउने मेसी, एम्बापेहरूको घटनालाई पनि म जोडिन्। अब 23औं विश्वकप फुटबल कहिले र कहाँ हुँदैछ? 23औं विश्वकप फुटबल 2026 मा 3वटा देश अमेरिका, मेक्सिको, क्यानाडा, 3वटा देशमा हुँदैछ। अमेरिका, मेक्सिको, क्यानाडामा हुँदैछ। 23औं हो भने 24औं विश्वकप फुटबल कहिले र कहाँ हुँदैछ? 24औं विश्वकप फुटबल 23औं विश्वकप फुटबलबाट अब 48 देशले भाग लिँदैछन्। 22 सम्म 32, 23बाट 48 ख्याल गर्नु भएकै छ। 24औं विश्वकप फुटबल कहिले र कहाँ हुँदैछ? 24औं विश्वकप फुटबल 2030 3वटा महादेश हुने भनेको छ। स्पेन, पोर्चुगल, मोरक्को र अर्जेन्टिना लगायतमा है। अर्जेन्टिना लगायतको देशमा हुँदैछ। स्पेन र पोर्चुगल युरोपका महादेश भए हैन त। मोरक्को अफ्रिका महादेश भयो। अर्जेन्टिना लगायतको देश दक्षिण अमेरिका महादेश भयो। दक्षिण अमेरिका भनेको अब हेर्नु त 3वटा महादेशमा हुँदै गरेको पहिलो विश्वकप फुटबल कुन हो भने 36 को युरोप, अफ्रिका, दक्षिण अमेरिका 3वटा महादेशमा हुँदै गरेको पहिलो विश्वकप फुटबल 24औं हुने भयो। 3वटा महादेशमा है। त्यस्तै अब 25औं विश्वकप फुटबल कहिले कहाँ हुँदैछ? 25औं 2034 मा साउदी अरबमा हुँदैछ। एउटै देशमा 2030 को 3वटा महादेशमा युरोप, अफ्रिका, दक्षिण अमेरिका 3वटा महादेशमा 48 देश त 48 देश थिए। 23 मा पनि 48, 24 मा पनि 48, 25 मा पनि 48, पछि केही संशोधन भएन भने 48 वटै देश खेल्ने हुन् भनेर जान्यौँ हामी। अब ब्यालेन डियोर अवार्ड फुटबल तर्फको पदक हो यो। फिफा र फ्रान्सले संयुक्त रूपमा दिन्छन्। ब्यालेन डियोर अवार्ड 2024 का अनुसार वर्षको उत्कृष्ट खेलाडी को हो? वर्षको उत्कृष्ट खेलाडी ब्यालेन डियोरका अनुसार वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला दुईटा खन्नु पर्ने हुन्छ। पुरुषमा को हो, महिलामा को हो? पुरुष रोड्री भन्ने छन् स्पेनका। ब्यालेन डियोर अवार्ड 2023 मा पुरुषतर्फ रोड्री भन्ने छन्, स्पेनका हुन्। रोड्री खेलाडीको नाम, देश स्पेन। भने महिलातर्फ को हुन् त ब्यालेन डियोर अवार्ड? महिला आइतामा बोनोमाटी। यिनी पनि स्पेनकी हुन्। आइतामा बोनोमाटी पनि स्पेनकी हुन्। गत सालको पनि आइती हुन् महिलामा, अहिलेको पनि आइतामा हुन्। पुरुषमा चाहिँ गत सालका मेसी हुन् के अहिलेका रोड्री। महिला त गत साल 23 को र 24 को एउटै भइहाल्यो। त्यस्तै पल्सर स्पोर्ट्स अवार्ड अब नेपालको
है। पल्सर स्पोर्ट्स अवार्ड, यो पल्सर बाइकले प्रायोजन गरेको हो। 2080 मा आएर घोषणा गरिन्छ 2080। पल्सर स्पोर्ट्स अवार्ड 2080 का वर्षका उत्कृष्ट खेलाडी, पुरुष र महिला दुईटा हेर्नु पर्छ है। यहाँ पनि पुरुष रोहित पौडेल, रोहित पौडेल कुन खेलसँग त भन्नै परेन होला, क्रिकेट भइहाले। महिला एरिका गुरुङ बहिनीको त अहिले पनि हामी चर्चा गरिहाल्यौँ। एरिका गुरुङ यिनी कराटे। एरिका गुरुङ पल्सर स्पोर्ट्स अवार्डका वर्षका उत्कृष्ट खेलाडी, पुरुषतर्फ रोहित पौडेल, महिलातर्फ एरिका गुरुङ। त्यस्तै अब पिपुल्स चोइस अवार्ड, पल्सर स्पोर्ट्स अवार्डले पनि दियो। पिपुल्स चोइस अवार्डबाट कविता भट्ट सम्मानित भएकी छन्। यिनी भलिबलकी हुन्। पिपुल्स चोइस अवार्ड कविता भट्ट भलिबललाई प्रदान गरिएको छ। ल पल्सरबाट दुईटा विधा मात्रै फोकस गरियो, उत्कृष्ट खेलाडी, पिपुल्स चोइस अवार्ड, किन यसले 8-10 वटा विधामा दिन्छ। त्यस्तै बेस्ट प्लेयर अफ द अवार्ड भनेर फुटबल स्पिचिस राइट, पल्सरले होइन छुट्टै हो। बेस्ट प्लेयर अफ द इयर यो नेपालले नै घोषणा गर्ने। 2081 प्रीति राई, फुटबल की हुन् प्रीति राई, नेपालकी मेसी भनेर पनि नाम कमाएकी छन् प्रीति राईले। यिनी फुटबल की हुन्। यो पल्सरले दिने होइन है, छुट्टै संस्थाले दिने हो। बेस्ट प्लेयर अफ द इयर 2081 प्रीति राई फुटबल। यसरी पदकहरू सहित अब हामी खेलकुदको पाटोलाई एम्बिसायौँ। अब हामी पुरस्कारको पाटोमा जान्छौँ। पुरस्कार नोबेल पुरस्कारदेखि मदन पुरस्कार, पहिचान पुरस्कारहरू, अरू के पुरस्कार छन् तिनलाई सरसर्तिर हामी हेर्छौँ त। पुरस्कारमा मदन पुरस्कार भाका मिला ख्याल पनि गर्नु भएको छ। अस्ति दोहोरिरहेको क्वेसन पनि हो, पटक पटक दोहोरिने क्वेसन पनि हो। मदन पुरस्कार 2080 मोहन मैनालीको उपन्यास हो मुकाम रणमैदान। मोहन मैनालीको उपन्यास मुकाम रणमैदानलाई मदन पुरस्कार 2080बाट सम्मानित गरिएको छ। मदन गुठीले नै प्रदान गर्ने अर्को पुरस्कार छ जगदम्बा श्री पुरस्कार 2080। प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव भाषाविद हुन्। योगेन्द्र प्रसाद यादव यिनी भाषाविद हुन्। कुन क्षेत्रमा योगदान गरेका थिए भने भाषाको क्षेत्रमा। प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव भाषाविद हुन्। जगदम्बा श्री पुरस्कार र मदन पुरस्कारको राशि 4 लाख नै छ। पुरस्कारमा पैसा सोधिने राशि यही हो, 4 लाख नै छ। 4 लाखबाट बढाइएको छैन। त्यस्तै उत्तम शान्ति पुरस्कार 2080बाट सम्मानित रोशन शेरचनको निबन्ध हो गल्ली संसार। रोशन शेरचनको निबन्ध हो गल्ली संसार निबन्धको लागि उत्तम शान्ति पुरस्कार 2080 प्रदान गरिएको छ।
त्यस्तै लामिछाने गुठी चितवनबाट प्रदान गरिने 3वटा पुरस्कार छन्। चर्चित पद्मश्री, साहित्य साधना र गौरव। पद्मश्री साहित्य पुरस्कार 2080 बाट सम्मानित व्यक्ति हुन् प्राध्यापक कृष्णराज गौतम। प्राध्यापक कृष्णराज गौतमको उपन्यास हो अद्वैत। अद्वैत उपन्यासको लागि प्राध्यापक कृष्णराज गौतमलाई पद्मश्री साहित्य पुरस्कार 2080 प्रदान गरिएको छ। पद्मश्री साधना पुरस्कार 2080 दार्जिलिङका पवन कुमार चामलिङलाई प्रदान गरिएको छ। पवन कुमार चामलिङ दार्जिलिङका हुन्। उनको योगदान नेपाली साहित्यमा गरेको योगदान भन्दै पवन कुमार चामलिङलाई प्रदान गरिएको छ पद्मश्री गौरव। साधना। पद्मश्री गौरव 2080 केदार भक्त माथेना नागरिक समाजसँग आबद्ध व्यक्तित्व हुन्। केदार भक्त माथेना पहिला टियुका उपकुलपति पनि हुन्। यिनी नागरिक समाजसँग आबद्ध व्यक्ति हुन्। तीनवटै पुरस्कारको राशि 3-3 लाख छ। पद्मश्री साहित्य, पद्मश्री साधना, पद्मश्री गौरव तीनवटै पुरस्कारको राशि 3-3 लाख छ। उपत्यका भन्दा बाहिरबाट चितवनबाट प्रदान गर्ने पुरस्कार हुन्। तीनवटै चितवनबाट दिइन्छ। राष्ट्रिय प्रज्ञान पुरस्कार 2081 डाक्टर सन्दुक रुइतलाई प्रदान गरिएको छ। झापाबाट प्रदान गर्ने पुरस्कार हो राष्ट्रिय प्रज्ञान पुरस्कार। झापाबाट प्रदान गरिन्छ। अहिले डाक्टर सन्दुक रुइत। कहिलेकाहीँ पाउने व्यक्ति महत्त्वपूर्ण भइदिन्छन्। सन्दुक रुइत आफैमा महत्त्वपूर्ण व्यक्ति भए कहिलेकाहीँ पुरस्कार महत्त्वपूर्ण भइदिन्छ। युवा वर्ष मोती पुरस्कार 2081 युवा वर्ष मोती पुरस्कार 2081 बाट सम्मानित व्यक्ति हुन् रङ्गकर्मी केदार श्रेष्ठ। नाटककार केदार श्रेष्ठलाई प्रदान गरिएको छ युवा वर्ष मोती पुरस्कार। लेबाल त्रिरत्न पुरस्कार यो शिक्षा परिषदले प्रदान गर्ने हो। लेबाल त्रिरत्न पुरस्कार शिक्षा परिषदले नै प्रदान गर्छ हरेक वर्ष। 2081 बाट सम्मानित प्राध्यापक डाक्टर विद्यानाथ कोइराला शिक्षाको पातामा सधैँ सुनिरहेको नाम हो। प्राध्यापक डाक्टर विद्यानाथ कोइराला। लेबाल नेपाली साहित्यमा त्रिरत्नभित्र कुन पर्छन्? लेखनाथ, बालकृष्ण, लक्ष्मीप्रसाद देवकोटा। लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटालाई त्रिरत्न भनेर राखिन्छ। लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद। लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद है लेबाल। त्यस्तै बानिरागिरी प्रज्ञा पुरस्कार 2081 बाट सम्मानित प्राध्यापक डाक्टर रामकुमार पाण्डे। नेपाली साहित्यमा योगदान छ रामकुमार पाण्डेको। बानिरागिरी प्रज्ञा पुरस्कारबाट सम्मानित हुन्। त्यस्तै भैरव पुरस्कार 2081 भैरव पुरस्कार 2081 बाट सम्मानित हास्यकार लक्ष्मण गामनागी। देउसी भैलो
के अरे राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हरेक वर्ष गाई जात्राको दिन सिस्नो पानी नेपालले देउसी भैलो खेलाउँछ। त्यही देउसी भैलोको यिनी हटाउने मान्छे हुन्। भैरव वाङ्मय पुरस्कार 2081बाट सम्मानित ग्रामर गुरु चूडामणि गौतम मृत्यु भइसक्यो भनेर हामी चर्चा गरिसकेका थियौँ। भैरव वाङ्मय पुरस्कार। त्यस्तै वसुन्धरा श्री पुरस्कार 2081 डाक्टर भेषबहादुर थापा परराष्ट्र विज्ञ हुन्। डाक्टर परराष्ट्र विज्ञ हुन् भेषबहादुर थापा। पहिला परराष्ट्र सचिव पनि भएका अनि परराष्ट्र मन्त्री पनि भएका, राजदूत पनि भएका भेषबहादुर थापा। वसुन्धरा मानश्री पुरस्कार 2081 नेपालको पहिलो महिला राजदूत माथि गइसक्नुभयो बिन्देश्वरी शाह। निधन भइसक्यो भनेर हामी चर्चा पनि गर्यौँ। निधन हुनुभन्दा अगाडि पाएको पुरस्कार हुन्छ बिन्देश्वरी शाह। वसुन्धरा मानश्री बिन्देश्वरी, वसुन्धरा श्री भेषबहादुर भेष है पेटचुरो छ। महामूर्ख 2081 भर्खरै घोषणा गरिएको छ। महामूर्ख 81 80 पनि खर्च गर्नुपर्छ। महामूर्ख 2081 मध्य प्रदेशका सभामुख सतीश चन्द्र सिंह हो कि है? सतीश चन्द्र सिंह। हरेक वर्ष मिथिला नाट्य समूहले जनकपुरमा कार्यक्रम घोषणा गरेर महामूर्ख पटमूर्ख भनेर घोषणा गर्छ। उसो भए महामूर्ख 2080 को हुन् त रामचन्द्र मण्डल। मध्य प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख 2080 घोषणा गरिएको छ। 81 र 80 दुईटै राख्ने है। त्यस्तै टाइम्स पर्सन अफ द इयर 2024 ख्याल गर्नु भएको छ। अमेरिकाका 47औं राष्ट्रपति डोनाल्ड ट्रम्प। अमेरिकाका 47औं राष्ट्रपति डोनाल्ड ट्रम्पले टाइम्स पर्सन अफ द इयर 2024बाट सम्मानित भएका छन्। डोनाल्ड ट्रम्प अमेरिकाका 47औं राष्ट्रपति। टाइम्स म्यागजिनले हरेक वर्ष घोषणा गर्ने अहिले डोनाल्ड ट्रम्प। बीबीसीका 100 उत्कृष्ट महिला शक्तिशाली महिला। बीबीसीका 100 शक्तिशाली महिला। बीबीसीका 100 शक्तिशाली महिला 2024 नेपालकी सिलसिला आचार्य बागलुङकी सिलसिला आचार्यले पर्यावरणको क्षेत्रमा योगदान गर्छिन्। पर्यावरणको क्षेत्रमा अर्थात् हिमालमा थुप्रिएको फोहोरहरू सङ्कलन गरी व्यवस्थापन गर्न योगदान गरे बापत सिलसिला आचार्यलाई बीबीसीका 100 शक्तिशाली महिलाभित्र राखिएको छ 2024। युनेस्को शान्ति अवार्ड 2024 एन्टोनियो लुइस सान्तोसलाई प्रदान गरिएको छ। यिनी पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो लुइस सान्तोसलाई युनेस्को शान्ति अवार्ड प्रदान गरिएको छ 2024। त्यो के अरे अवार्ड एउटा चलचित्र ओस्कार अवार्ड आउनुरा भन्ने छ के हैन? ओस्कार अवार्ड 2025 पनि हेरौँ 24 पनि हेरौँ है। ओस्कार अवार्ड चलचित्रको क्षेत्रमा प्रदान गरिने 2025 97औं ओस्कार अवार्ड है। 97औं
97औं ओस्कार अवार्ड 2025 बाट सम्मानित चलचित्र हो अनोरा। अनोरा भन्ने चलचित्र। उसले नेपालबाट कुन चलचित्रले भाग लिएको थियो त? नेपालबाट भाग लिएको चलचित्र हो, नेपालबाट कुन चलचित्र भाग लिएको थियो? साम्बला। साम्बला 97 ओस्कार अवार्डमा नेपालबाट भाग लिएको चलचित्र साम्बला। हामीले पदक जित्ने त होइन, त्यही पनि ख्याल गरिदिनु। अब 96औं ओस्कार अवार्ड चलचित्र ओस्कार अवार्ड 2024 ओपनहाइमर। ओपनहाइमर 96औं ओस्कार अवार्ड 2024 बाट सम्मानित चलचित्र हो ओपनहाइमर। नेपालबाट कुन चलचित्र भाग लिएको थियो त? नेपालबाट भाग लिएको चलचित्र भन्ने हो हलकारा। हेर्नु त, 24 मा हलकारा, 25 मा साम्बला। नेपालबाट भाग लिएको चलचित्र। त्यस्तै अर्को एउटा बेलायतको थियो पुरस्कार। बेलायतको एउटा पुरस्कार के अरे नेपालले पाएको थोरै सम्झिन्छु है। व्हिटली अवार्ड। व्हिटली अवार्ड बेलायतबाट प्रदान गर्ने पुरस्कार हो। व्हिटली अवार्ड 2024। व्हिटली अवार्ड बेलायतबाट घोषणा गर्ने पुरस्कार हो। यो 50,000 पाउन्डको पुरस्कार हो। बेलायतले दिने वातावरणको क्षेत्रमा योगदान पुर्याउनेलाई दिइन्छ। व्हिटली अवार्ड 2024 बाट सम्मानित नेपालका कास्कीका राजु आचार्य केसँग सम्बन्धित छन्? उल्लु विशेषज्ञ। विश्वबाट लोपोन्मुख हुन थालेको पन्छी उल्लु लाटोकोसेरोको संरक्षणमा यिनले विशेष योगदान गरे हुनाले यिनलाई उल्लु विशेषज्ञ बापतको व्हिटली अवार्ड 2024 बाट सम्मान गरिएको छ। अब यो उल्लु विशेषज्ञ नेपालका को हुन्? बाँदर विशेषज्ञ मुकेश चालिसे भने जस्तो उल्लु विशेषज्ञ राजु आचार्य पनि सधैँको लागि महत्त्वपूर्ण नाम भयो। त्यस्तै बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार। बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार यो नेपालबाटै दिनियो। खोजी पत्रकारिता पुरस्कार 2081। बारबारा एडम्स राजा त्रिभुवनको समयमा नेपालका हिमालहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिराउन योगदान गरेकी बारबारा एडम्सको नामबाट खोजी पत्रकारिता पुरस्कार नेपालले स्थापना गरेको छ। यसको राशि 16 लाख छ। खोजमूलक पत्रकारितामा गरेको योगदान भन्दै नेपालका पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहाल। देवेन्द्र भट्टराई र मातृका दाहाललाई संयुक्त रूपमा प्रदान गरिएको छ 16 लाख राशिको पुरस्कार। उनको योगदान के थियो र त्यस्तो खोजमूलक पत्रकारितामा? हेर्नु त, ललिता निवासको जग्गा कुन कुन व्यक्ति, कर्मचारी र व्यापारीको हातमा कसरी पुग्यो त्यो कुरा खोजमूलक पत्रकारिता मार्फत बाहिर ल्याएका थिए। एउटा त्यो जग्गा काण्ड ललिता निवासको। अर्को हजुरको नेपालीलाई भुटानी शरणार्थी बनाएर कसरी बेचिरहेका थिए त नेपालबाट, त्यो कुरा कुन कुन कर्मचारी, कुन कुन नेताको संलग्नता थियो त्यो कुरा पत्ता लगाउने व्यक्ति यी दुईटा हुन् पत्रकार। त्यसले गर्दा यिनीहरूलाई बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार 2081 बाट सम्मान गरिएको छ। यसको राशि भनिहाले 16 लाख हो। संयुक्त रूपमा अहिले प्रदान गरिएको छ 16 लाखको है। अनि यो वर्षको बेनको पुरस्कार भन्छ ग्लोबल फाइनेन्स म्यानेजमेन्टको अनुसार बेस्ट बैंक अवार्ड। ग्लोबल फाइनेन्सका अनुसार बेस्ट बैंक अवार्ड ग्लोबल फाइनेन्सका अनुसार बेस्ट बैंक अवार्ड 2024 बाट सम्मानित बैंक हो ग्लोबल आइएमई बैंक। बेस्ट बैंक अवार्ड
ग्लोबल आइएमई बैंकले पाएको छ। ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई बैंकलाई प्रदान गरेको छ भने बैंक अफ द इयर 2024, बैंक अफ द इयर, बैंक अफ द इयर 2024 सिटिजन्स इन्टरनेसनल बैंक, 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 सिटिजन्स इन्टरनेसनल बैंकलाई प्रदान गरिएको छ। बैंक अफ द इयर 2024, 23 को पर्व थियो, 24 को सिटिजन इन्टरनेसनल बैंक। अब नोबेल पुरस्कार, नोबेल पुरस्कार 2024, नोबेल पुरस्कार 2024, 24 र 23 दुईटै हेर्नु त, 24 पनि हेर्नु, 23 पनि हेर्नु है, 23 र 24 पनि हेर्नु है। नोबेल पुरस्कार, नोबेल पुरस्कार हेर्दा 2024 पनि हेर्नु, 2023 पनि हेर्नु है, किनकि 24 र 23 पनि तत्कालीन हुन सक्छ। नोबेल पुरस्कार त तीनवटा विधाभन्दा बढी फोकस गर्दिन। साहित्यतर्फ 2024 मा कसले पाए? हान काङ, हान काङ कहाँ के हुन्? दक्षिण कोरिया, दक्षिण कोरिया की हान काङलाई प्रदान गरियो। देश सोधिसकेका छ अस्ति पैसामा। नोबेल साहित्य पुरस्कार निहोन हिन्याक्को, नोबेल साहित्य पुरस्कार निहोन हिन्याक्को भन्ने छ, जापानिज संस्था हो के अरे हैन? निहोन हिन्याक्को जापानिज संस्था, यो पनि सोधिसकेका क्वेसन हो। निहोन हिन्याक्को जापानिज संस्था, जापानिज संस्था, निहोन हिन्याक्को जापानिज संस्थालाई प्रदान गरियो। 2023 साहित्यतर्फ जोन फोसे, जोन फोसे नर्वेका हुन्, जोन फोसे नर्वेका हुन्, जोन फोसे नर्वेका हुन्। त्यस्तै सरी साहित्य शान्ति भन्छ, शान्ति निहोन हिन्याक्को, साहित्य हान काङ है, शान्ति। अनि नोबेल शान्ति पुरस्कार 2023 ईरान की बोले नरगिस मोहम्मदी, ईरान की नरगिस मोहम्मदी, नरगिस मोहम्मदी ईरान की नरगिस मोहम्मदी। साहित्य शान्ति 24 को हान काङ साहित्य दक्षिण कोरिया की, साहित्य शान्तिमा निहोन हिन्याक्को जापानिज संस्था, साहित्यमा 2023 का जोन फोसे, सरी साहित्यमा 23 का जोन फोसे नर्वे, शान्तिमा 23 की नरगिस मोहम्मदी इरान। अब अर्थशास्त्रलाई एउटा त्यस्तो प्रश्न दिनु है, अर्थशास्त्रमा तेस्रो टपिक है, अर्थशास्त्र, अर्थशास्त्रतर्फ 2024 मा 3 जना दिएको छ नि त, सिमोन जोन्सन, सिमोन्स जोन्सन कहाँका हुन्? बेलायतका हुन्, बेलायतका। अनि ड्यारोन एसिमग भन्ने छन्, एसिमग टर्कीका हुन्, ड्यारोन एसिमग टर्की। अर्को जेम्स रबिन्सन, जेम्स रबिन्सन अमेरिका,
तीनजनालाई संयुक्त रूपमा दिइसकेपछि अब यस्तो क्वेसन तलको मध्ये कसलाई प्रदान गरिएको छैन भन्ने क्वेसन है अर्थ तीनजना। अब यो त 24 का भयो, 23 को हो त? 23 त गत साल पनि म्याक्सिमम सोधेको क्वेसन हो अर्थशास्त्र। क्लाउडियो गोल्डिन अमेरिकाका, क्लाउडियो गोल्डिन अमेरिका 6वटा विधामा दिन्छ। हामी जम्मा 3वटा विधालाई फोकस गर्यौँ। अब भौतिक शास्त्र, रसायन शास्त्र, चिकित्सा शास्त्र के हो हेर्ने भने हेर्नु, नभए मेन चाहिँ हजुरले 3वटा विधालाई नछोड्नुहोस् भन्छु। अब यो 3वटालाई घोक्न गाह्रो भने SDG गराइदिनु न, सस्टेनेबल डेभलपमेन्ट गोल, दिगो विकासका लक्ष्यहरू। सिमोन्स, ब्यारोन, जेम्स, क्लाउडियो गोल्डिन एउटै नाम है। यसरी हजुरहरूले पुरस्कारको पाटोलाई यो पाटोबाट ख्याल गर्नु होला। अब जनसाहित्यको घटना नजिक आएको माविलाई र अब अफिसरलाई पनि यसै गरी फोकस गरियो। अब निमाविलाई त फेरि पछि हामी चर्चा गरौँला। त्यो वरिपरि केही थप भयो भने यसपछिका थप भएका घटनाहरूलाई भोलिबाट हाम्रो निरन्तर नेपालको इतिहास, नेपालको धर्म संस्कृति लगायतका पाठहरू, अन्तर्राष्ट्रिय संस्थाको पाठहरू भोलिबाट जिकेमा निरन्तर जानेछ। माविको सर म्याडमहरूले विशेष गरी अहिलेसम्म घटना र पढ्दा पनि, त्यहाँ पढ्दाखेरि पनि आफूले तयारी गरिरहेको कुरामा के नयाँ आयो भने त्यसलाई ख्याल गर्दै त्यसमा अगाडि बढौँला। त्यो जाँचसम्म 1-1.5 घन्टा घाटा त्यति नलाग्ला। यसरी बसेर हेरियो भने आफूले पढेको कुरा छँदैसक्यो, त्यहाँ दोहोरिने त हो, सहज होला। अलि धेरै समेटिन्छ यहाँ, त्यहाँ आफूले पढेको गर्दा थोरै हुन्छ, 2-4 पेजमा अल्छी लाग्छ। अरूले भनिदिँदाखेरि अलि धेरै हुन्छ। थ्याङ्क यू सबै सर म्याडमहरूलाई। फेरि भोलि त्यही टाइममा भेटौँला है।